दिदी योपालि चाहिँ जसरी आउनुपर्छ है, रमाइलो गर्नुपर्छ। हेलो बाबा दर्शन, सन्चै हुनुहुन्छ? दर्शन सन्चै छु। अनि उता कस्तो छ नि? हामी सबै सन्चै छौँ। यहाँ दसैँ लागेको छ, त्यही भएर तयारी गर्दै थियौँ। तिमीहरू रमाएको हेर्दा मलाई खुसी लाग्यो। मामु कहाँ हुनुहुन्छ नि? मामु यही किचनमा काम गर्नुहुँदैछ। ठिक्क मामु पनि आइपुग्नु भयो। के गर्दै हुनुहुन्छ? म अहिले ड्युटीमा छु, काम गर्दैछु। तपाईँ पनि हुनुभएको भए कति रमाइलो हुन्थ्यो। अर्को दसैँमा आइहाल्छु नि लाटी। हामी पनि तपाईँ आउने प्रतीक्षामा छौँ। म अहिले ड्युटीमा छु, पछि कल गर्छु ल। राम्रोसँग दसैँ मनाउनु, आफ्नो ख्याल राख्नु। दसैँको शुभकामना है त तिमीहरूलाई। अरे छोकरे लोग, कितना खाते हो? जल्दी जल्दी खत्म करो और काम पे लग जाओ। ओके सर जी। साथी, गाउँघरमा दसैँ पनि लागेको छ। म उनीहरूसँग नभए तापनि उनीहरू खुसी छन्, त्यसैमा म खुसी छु। साथी, मलाई त कहिलेकाहीँ लाग्छ हामीले यस्तो मेहनत गरेर खुन पसिना बगाएर कमाएको पैसा सही ठाउँमा सदुपयोग भइरहेको छ कि दुरुपयोग भइरहेको छ कि भन्ने मलाई मनभित्र एउटा डर बसेको छ। हामीले मेहनतले कमाएको पैसा उनीहरूको फ्युचर र एजुकेसनको लागि हो। आशा छ कि उनीहरूले सही सदुपयोग गर्नेछन्। वैदेशिक रोजगारमा अभिभावकले आफूलाई समर्पित गरी खुन पसिना बगाएर पठाएको पैसा किन, के को लागि, के कस्तो उद्देश्यमा खर्च गर्नुपर्छ भन्ने कुरालाई परिवारका सदस्यले बुझ्न आवश्यक छ। अनावश्यक खर्च, अर्काको देखासिकी गर्नु, जुवा तास जस्ता खेल खेल्नु उचित हुन्न। अन्ततः आदर्श स्कुल अफ म्यानेजमेन्ट परिवारको तर्फबाट विजया दशमी 2081 को तपाईं लगायत सम्पूर्ण परिवार, छरछिमेकी एवं आफन्तजनको सुखद समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दछौं। जिम्मेवारपूर्वक खर्च गरौं, अनावश्यक खर्च रोकौं। क्षणभरको सुख भन्दा बढी परिवारको उज्जवल भविष्यका लागि लगानी गरौं। धन्यवाद।